होइन आज हामी पुरा शिवपुरीमा के माछा रे दाइ? ट्राउट माछा ट्राउट माछाको लागि हामी पुरा शिवपुरीतिर जाँदैछौँ। यात्रा 2 घन्टाको छ होइन। अब यो अहिले हामी कमल पोखरीतिर निस्किन लागेको छौँ है। अब ल यहाँ यस्तो पछाडि हुन्छ। हजुर के भन्नु? कहाँ आइपुग्नु अहिले? आज टपमा आएकै छैन भने बागमतीको शिरमा पनि हो त यस्तो छ। धमिलो ल यहाँ डट बाइक चाहिने रहेछ। त्यही पनि यहाँ रोकेर थियो मान्छेले। हजुर छैन ल छिटो ओह्रालोमा त्यो मान्छे पनि बिस्तारै हेर्ने अब कति एकवटा साधनमै आउनुपर्ने जस्तो कुरो। ठिक छ पुरा धुम्म चाल्यो है। कहाँ यहाँ ला देख्नु भन्ने ल रातो माटो चिप्ले बाटो खेलेर पुरा आइपुग्यो। लड्दै पढ्दै उहाँ राइडरलाई चाहिँ अलिक गाह्रो होला। हिरो भनेर आइहाल्नु पुरै ल हामी चाहिँ उहाँ राइडर हुनुहुन्छ अनि म चाहिँ ब्लगर मिस्टर बिडी ब्लगर। ल बाटो जङ्गल बाघ भालु चित्त आउँछ अरे खोइ एउटा सिंहसँग जुझ्नको लागि एउटा बाघ भालु भेट्यो होइन। बिचमा रेस्ट गरेर बसेको दाइको हालत हेर्नु जुत्ता हेर्नुलाई हाम्रो दाइको जुत्ता सबै सफा बनेर आएको। यहाँ आएपछि फोरी स्कुटीको हालत हेर्नु। ल यही हो जङ्गल ठाडो उकालो। स्कुटीलाई धेरै दिनुपर्छ यो हाम्रो स्कुटी होइन बिजोग छ। प्रकृति भनेको बाटो देखेर खोइ भिलेजै जान्ला जस्तो। हो गई हुन्छ दुःख त पार गरेर आइयो। अच्छा एकदम थकित कम बिजोग ल्याएर अब हामीलाई त्यो बाटो हुँदै उता निस्केर के अरे 5 खाल निस्केर जाने। यो त धेरै नै बिजोग भयो। हामी चाहिँ होइन फाइनली आइपुग्नु लाग्यौँ। अब यो क्राउडमा चाहिँ त्यो यो सिङ्गै उकालो यस्तो उकालो भनेको यो 4वटा पाहाड होइन। यो देखेको पाहाड पुरै काटेर आएको हो। अब हामी पुरा यहाँ कोदली बारीमा भन्ने गाना पनि अब यहाँ बस्दैछौँ। गाउँ हो एक ठिक छ गाउँ नै छ होइन। अलिकति पनि शान्त ट्याक्क सिधै ल फाइनली हामी डेस्टिनेसनमा आइपुग्यौँ। ट्राउट भ्याली भिलेज रिसोर्ट एन्ड फेयर। अनि यस्तो अनि त्यहाँदेखि बाटोमा बोलाएर हामीलाई यहाँ अनि ल टर्न राइट यो भित्र ल यही हो ल ट्राउट भ्याली। यस्तो कार पार्किङ बाइक पार्किङ जता रोक्दैन भने नै केही छैन। अच्छा राम्रो छ त।
अब यसले हल्का यहाँ गर्नु मिल्यो क्या यस्तो चलाउनु नि तपाईँको यो बच्चा चाहिँ बनाउनु त माउ कहाँ चाहिएको माउ त माउ त्यति ठुल्ठुलै न यो स्टेप बाई स्टेप छ यहाँ यो सानो अनि यता अलिक ठुलो अनि त्यहाँ अलिक ठुलो आउनु न माथि आउनुहोस् ल पुरै खोल्चाको त सुकाएर ल्याएर ल हेर्नुहोस् ल सबै बुढाहरू यहाँ देखिन्छ त देखिन्छ ल त्यहाँ लोकल भाल्यो वहाँ पर यहीँबाट त्यहाँबाट होइन होइन हामीलाई यसो रमाइलोको लागि यसो उ गर्नु भनेर त्यहाँ जाउँ न यहाँ त के नि रमाइलो भएन नि टक्क यस्तो खालको त्यो बकेटवाला हुन्छ नि त भनेर यसरी निकाल्ने कसरी समात्ने त खै यो समात्ने कसरी माछा त सानो सानो छ त ल अब चाहिँ हाम्रो यहाँ कता त भागिहाल्यो होइन त अनि सबै उता गयो छेउछेउमा जानु न उता पर्यो पर्यो अनि 500 केजी निकाल लाग्नु भयो क्या हो ल जाऊ 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 ए यो त धेरै भयो नि यो त ए ए ए यस्तो गरेर फोड ए यसो गर्दै मर्दैन कस्तो चिप्लो हुने रहेछ त ल ए हाम्रो चाहिँ 2 केजी माछा अर्डर होइन 2 केजी हो 200 कतिवटा भयो कतिवटा हो एउटा दुईवटा तिनवटा चारवटा अर्को दुईवटा हाल्नु न अर्को दुईवटा चिप्लो त लास्टै चिप्लो के हो चिप्लो अरू माछा त्यस्तो हो यस्तो खालको धेरै पछि होइन धेरै पछि भन्दा नि यो ढेँडो र कोदोको ढेँडो ट्राउट माछा दुईवटा होला यही खाना हामी त यति दुःख गरेर आएको होइन
कम हो ल दाइ त्यो झोल हालौँ माछा हालौँ ल ल ल 100 ड्याप हान्नु कस्तो रहेछ है चाख्नु है त ल भन्नु न हो दामी खाइ त दुःख बिर्सिहाल्यो दुःख बिर्सिया दाइ हो ल ठिक छ अब फेरि यसपछि खाइस फेरि दुःख आउँदैछ है दुःख आउँदैछ ल बाटो सजिलो यत्रो दुःख गरेर आयौँ पनि यहाँनिर खानासाना पनि खायो ट्राउटको फार्म पनि हेऱ्यौँ खानासाना ढेँडो माछा पनि राम्रो एकदम पहिलोचोटि माछा यति राम्रो खायो होइन ल अब हाम्रो चाहिँ आजको याद चाहिँ यहीँसम्म अब यहाँबाट चाहिँ अब घर गइन्छ अब घर गएको के गरिरहनु होइन अब लाएर ल आजलाई यहीँसम्म बाई बाई भाइ अब अर्को टुरमा भेटौँ अर्को टुरमा भेटौँला बाटो हेऱ्यो भने चाहिँ फेरि